आज गन्तव्यको नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। आज हामी पोखरा जाँदैछौँ फेरि पनि। मेरो साथमा हुनुहुन्छ सागर सर, क्यामेराम्यान र म सुशान्त कुमार। हेलो एभ्रिवान, गन्तव्य घुम्नु नेपालको नयाँ एपिसोडमा तपाईँहरूलाई स्वागत छ। अघि नै हामीले काठमाडौँमा भ्लग त सुरु गरिसकेका छौँ। एकदम बाटो काहीँ राम्रो भए तापनि धेरै ठाउँमा चाहिँ बाटो अझै बन्दै रहेछ। तैपनि रमाइलोसँग आयो, अलिक गाह्रै भयो। अब यहाँबाट हामी 11 बजे 12 बजे चाहिँ मुक्तिनाथको गाडी चढेर जान्छौँ। अहिले चाहिँ हामी लेक साइडमा रमाइलो गरिरहेको छौँ। क्यामेरामा मलाई साथ दिइरहनु भएको छ सुशान्त भाइले, र यो लेक साइड एकदम रमाइलो छ आज चाहिँ। हामी लेक साइड आइसक्यौँ होइन। यो नाइट भ्यू हो लेक साइडको। हामी चाहिँ नाचेर रमाइलो गरिसकेका छौँ। चाँडै हाम्रो गाडी आउँछ अनि हामी जान्छौँ। अहिले सर र म यहाँ लेक साइडतिर पनि रमाइलो। यस्तो रमाइलो हुँदो रहेछ राति चाहिँ। पहिला दिवस मेरो भाइ धीरेन्द्र पनि आएको थियो। योपालि उनीहरू छुट्टेका छन्। एकजना विदेश, एकजना चाहिँ नेपालमै जुठो परेर आएको छैन। उनीहरूलाई नि हामी यहीँबाट सम्झिन चाहन्छौँ। लेक साइडमा आएको एकदम यहाँ हामीले बासेको फोटो खिचेको याद छ है। तर नाइटमा चाहिँ अझै रमाइलो हुँदो रहेछ है दिवस भाइ। यता पुम्रीकोट चाहिँ कता हो थाहा छैन, माथि चाहिँ वाइट गुम्बा हो। यता चाहिँ सारङकोट यता हो, बबाल देखिँदो रहेछ ल। तालबाराई चाहिँ अब पारी छ। नाइट भ्यू एकदम रमाइलो छ ल। हामी चाहिँ लामो यात्रापछि छ्याङताङ आइसकेको छ। अब हामी चाँडै नै के भन्छ जमसुम पुग्छौँ। जमसुम पुगेर त्यहाँ ल हामी चाहिँ यो गाडीमा आएको। तपाईँहरू नि आउन मन छ भने काठमाडौँको बस पार्कबाट यो मुस्ताङ मुक्तिनाथ यातायात प्रणाली आउँछ, आउन सक्नुहुन्छ। कस्तो छ त भ्यू? एकदम बाटो चाहिँ कुनै ठाउँमा चाहिँ डर लाग्दो छ, कुनै ठाउँमा चाहिँ एकदम पर्फेक्ट छ, कुनै ठाउँमा चाहिँ ठिकै खालको छ। बाइक लिएर आउँदाखेरि इन्जोय हुन्छ।
हामी चाहिँ अब धेरै लामो यात्रापछि मुस्ताङ आइसकेका छौँ। मुक्तिनाथ मुक्तिनाथ मुस्ताङै हो। अब यहाँबाट आधी घन्टाको बाटो हिँडेर म चाहिँ नआउँछु, अब साथीको थाहा छैन। We have 2 friends. हाम्रो नयाँ साथीहरू। This is our vlog. Okay. You can say hi. Nice to meet you. अहिले चाहिँ हामी त्यो माथि मन्दिर जानेको सिडी हिँड्दैछौँ होइन। उता हामी साथी बनाइसकेका छौँ होइन। उता सागर पनि हुनुहुन्छ। मैले चाहिँ हेल्प गर्दैछु यो गाईको गर्लफ्रेन्डको ब्याग बोक्दा। अब हामी यसो नुहाएर देखाउँछौँ त्यहाँ माथि। फाइनली हामी चाहिँ मुक्तिनाथ आइसकेका छौँ। एकदम कठिन यात्रा थियो, सजिलो थियो तर मुस्किल आयो। ल अब मन्दिर त लाइन बस्नुपर्छ जस्तो छ। यहाँ रहेछ कुण्डमा चाहिँ हामीले स्नान गरिसकेपछि यो कुण्ड त्यहाँबाट 108 धारामा नुहाइसकेपछि यो कुण्डमा आएर यो जुन धाराहरू छ देखिरहनु भएको, यहाँ नुहाएर आइसकेपछि हामी यहाँदेखि नुहाएसम्म हाम्रो चाहिँ पाप पखालिँदैन भन्ने एउटा जनविश्वास छ। र यो एकदम हिन्दूहरूले मानेको विष्णुको एकदम ठुलो मन्दिर हो, जहाँ नरेन्द्र मोदी पनि आउनु भएको थियो पहिला। तपाईँहरू नि आउनु सक्नुहुन्छ, काठमाडौँबाट बस लाग्छ। र अझै भगले हेर्दै गर्नुहोस्, हामी पुरै मन्दिर देखाउनेछौँ। तान्नु तान्नु र हामी चाहिँ गोसाइको नुहाएर ध्यान गरेर यस्तो बनाउनु लागिरहेको छौँ होइन। हामीले नयाँ बनाएको साथी यात्रामा यस्तो राम्रो छ भ्यू है, त्यस्तो बनाउनु भइरहेको। हामी मुक्तिनाथ दर्शन गरेर आयौँ। एकदम रमाइलो थियो मुक्तिनाथ, तपाईँहरू पनि आउन सक्नुहुन्छ। यति भन्दै आजको हाम्रो गन्तव्य घुम नेपालको भ्लगलाई यहीँ गर्न चाहन्छु। यदि तपाईँहरू पनि मुक्तिनाथ आउन चाहनुहुन्छ भने बस पार्कबाट तपाईँले धेरैवटा गाडी पाउनुहुन्छ। यता सिधै मुक्तिनाथै आउने, त्यसमा आउन नि सक्नुहुन्छ। ल हाम्रो भ्लगलाई हेर्नुहोला, सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला। स्टे ट्युन।